मैले के बोलेछु ल त हाम्रो यहाँ सबैजना दाजुहरूले खाना खान सुरु गर्नु भइसक्यो म पनि अब हेलो गाइज वेलकम ब्याक मिनी ब्लगमा आए सबजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि आज चाहिँ अब लोडसोड गरेर हामी चाहिँ अब लाग्यो ग्यास भर्न अब चाहिँ अब खानासाना बनाएर खाने भनेर भनेका छन् दाजुहरूले नि सबैजनाले एउटा गाडी यहाँ त गाडी छ तर हाम्रो चाहिँ मेरो गाडी यो भयो एउटा गाडी यहाँ छ एउटा गाडी यहाँ छ अर्को गाडी यहाँ छ र चाहिँ हामी चाहिँ अब ग्यास भर्नलाई मार्केटतिर हिँडेको यतिखेरसम्म चाहिँ बस्दा अटो मयुर नि आयो मयुर आए चाहिँ हामी चढेर गयौँ अनि उहाँ गएर सबजना भन्नु भइरहेको थियो अनि त्यहाँ ओर्लिने बित्तिकै सब आफ्नो एउटा काम गरेर जाउँ है भने अनि मैले 2-4 सामान लिएँ अनि अरू दाइहरू नि एउटा सामान किन्दै हिँड्नु अनि दाइले चाहिँ भाइले के सामान ल्याएछ त भनेर नि हेरिरहनु बस्छ दाजुहरूले पुग्ने आज खानासाना बनाएर खानालाई होइन खै त दुईजना कहाँ पुग्यो अनि हामी अटो चढेर चाहिँ फर्किसक्यो यस्तै बोल हिँड्नु परेको कि बाबा अगाडि दाइ एकजना त्यसरी हिँड्नु भयो एउटा हात खाली नराखिकन म हिँड्नु परिरहेको छु यसरी हात गलिसक्यो अरे ल ठिक छ अब आज चाहिँ हामी लोडसोड गरेर निक्लिन्छ होला भनेको लास्टमा चलाइने भनेर अब भोलि 1-2 नबजिकन ननिक्लिने रे र म चाहिँ भाँडा चाहिँ माझेर आइसक्यो अनि दाइले चाहिँ अब यहाँ भाती पसल्दै गर्छु भन्नुभएको थियो ल है हाम्रो चाहिँ खानासाना टक्क बनाउँदै हुनुहुन्छ दाजुहरूले आनन्दले बसिरहेको ल हाम्रो चाहिँ खाना खाने यो दाइले खाएर सक्यो अर्को दाइले खाइसक्यो हामी दुईजना चाहिँ अल्छी अनि म चाहिँ अलि बिहान चट्ट उठेर अनि फ्रेस भएर आइसकेको थिएँ गाडीमा अनि अब यस्तो भिडियो बनाएको साउन्ड सानो आयो क्या त्यही भएर साउन्ड काटेर पछि थपेको अनि अब चट्ट अब बिहान त हामी त गाडीमा जहिले नि अब उठेर फ्रेस भएर अनि चट्ट धुप त बाल्छौँ अनि चट्ट अब मैले चाहिँ अनि धुप बाल्नु थालेँ जहिले पनि अब विश्वकर्मा बाबा हो नि त अनि यसो पूजा त हुन त हामी धुप भयो नि त एकचोटि हामी त बाल्दा हुन्छु प्रायः सबै ड्राइभरहरू त बाल्नुहुन्छ पनि अनि बिहान उठेर फ्रेस भएर अनि बाल्ने मैले चाहिँ अनि बाल्छु अनि बाल्दैछु अहिले पनि बालिरहेको छौँ भगवान् अब अगाडि हुनुहुन्छ शिव भगवान्हरू विश्वकर्मा भगवान्हरू हुनुहुन्छ अनि उहाँहरूलाई चाहिँ अनि चट्ट धुप बालेर ढोकेर अनि सामान किन्न जाने भन्नुभयो त फेरि त्यही भएर अनि टाउसर लाएर ल सामान किनौँ उतै चिया खाऊँ भनेर अनि जानलाई रेडी हुन लागेको थियो अनि मैले फेरि घडी फेरि लागेको थिएन कि अब घडी सुत्दाखेरि त खोलेको थिएँ त्यहाँबाट फेरि यहाँ घडी लाएर फर्स्टहरू हालेर अनि हामी चाहिँ अब दाइले अगाडि गएर कुरिरहनु भएको थियो ल दाइ आएँ भनेर म चाहिँ अनि अब निक्लेँ गाडीबाट दाइ चाहिँ गइरहनु भएको थियो अनि पछि बिहान भएर अनि अब खाना बनाउन तयार गरिसकेका छौँ अहिले 9 बज्यो टक्क खानसाना बनाउने खाने दाइहरू चाहिँ अब चिया खानजान भइरह आजको मान्छे चाहिँ म ल अब चाहिँ र सानो कुकर मोल्नु छ अलिकति कुकर मोलेर अनि भात बसाल्नु होला मैले चाहिँ अनि अब कुकर माझ्न थाल्नुलाई अनि साबुन फेरि कता छ भने हेरेँ अनि त्यहाँभित्र साबुन थियो साबुन त्यो चाहिँ जाली हो अनि उता अर्को साबुन झिकेर परेर अनि अब मैले यहाँ चाहिँ अब कुकर चाहिँ माझ्न सुरु गरेँ
अनि कुकर पनि मजाले ल्याइसकेको थिएँ अनि चामल नाप्नु लागेको थिएँ अनि चामल नाप्ने फेरि यो चामल नाप्नलाई बनाएर यो बोतलको पछाडिको भाग काटेर राखेको थिएँ अनि चट्टमा चाहिँ नापेर अब एक गिलास एक ट्रक दुई ट्रक चट्ट तिन ट्रक अनि अलि नपुग्ला जस्तो लाग्यो फेरि अनि अलिकति जति थपिदिएँ अनि 4 जान्छ नि त त्यही भएर अनि अलिकति थपेर अनि चट्ट अब पखाल्नलाई चट्ट अब पखाल्नु पर्छ नपालेको न अनि एक पानी पखालेर अनि त्यो पनि भएन अझ फेरि अर्को पानी पनि पखालिदिएँ मेरो पालो अलि सेतै बसेर लाग्यो नि त अर्को पानी पखालेर चट्ट अनि आएर त्यही थापेको थिएँ खानेपानी थापेको थिएँ अनि त्यही पानी हालेर चट्ट अब नापेर अनि अब ढकनसँग लगाएपछि अब ग्यास चट्ट बाल्यौँ ग्यास बाल्दैछ ग्यास बालेर टक्क राखेपछि अब पालो त्यहाँ ठिक्क ग्यास बनाउनु पऱ्यो कि त भात डरिहाल्छ अनि अब चाहिँ आएर अब के काट्ने भन्दा प्याज र दाल त मासु किन जानुभएको थियो नि त अनि अहिले चट्ट म चाहिँ अब प्याज काट्छु बस्छु भनेर अब तिनले त अब जानुभएको थियो उता अनि म मात्रै एक्लै थिएँ त्यहाँदेखि हुन्छ नि दाइ म अब एक्लै भयो नि अब गएर बस्छु भनेर भनेको थिएँ चट्ट प्याजहरू खेलाएर अनि अब पखाल्नु पऱ्यो अनि अब गोलभन्डा नि हालेँ गोलभन्डाको अनि चट्ट गोलभन्डा हालेँ गोलभन्डा हालेर फेरि त्यहाँ गोलभन्डाको अब टुप्पो निकाल्ने बिर्सेर चाहिँ अनि फेरि चट्ट निकालेर सट्ट सफा गरेँ अनि त्यहाँ गएँ धुन गएँ फेरि यतै बिर्सेछ फेरि फर्केर गएर अनि त्यहाँ गएर पानी हालेर सरसर पखालेर ल्याएँ चट्ट अनि अब के भने काटेर ल्याएँ एक्लै हो काट्नै अनि एउटा दाइ चाहिँ आइरहेको रहेछ उताबाट हाम्रै सँगै एउटै ग्याङको दाइ हो चट्ट काटेको दाइ पनि आउनुभयो मलाई चाहिँ अनि म पनि काटेँ भन्नु भइरहेको थियो होस् दाइ अब म अब एक्लै भएर अब यतिकै सक्छु म अब भात बसालिहालेँ अब मेरो के चाहिँ काम छ र भन्दा अनि चट्ट अब प्याज काटेर सक्यो अनि थालमा हाल्दा अब थापेर हल्का परेछ धुलो टाँसेर चाहिँ अनि पखालेर प्याज चाहिँ हालेँ चट्ट अब गोल्डन निकाल्यो चट्ट गोल्डन हाल्यो टक अब फास्ट गरेर भएर टक भयो कि त मैले बिस्तारै काटेको चाहिँ अब गोल्डन काट्यौँ काटेर दाइले चाहिँ अब गफ गरिरहनु भएको थियो अनि फास्ट गरेर भएर अलिकति साउन्ड काट्दैछु कि त्यही भएर दाइको साउन्ड चाहिँ आएन अनि गोलभन्डा काटिसकेपछि अनि फेरि अब खोर्सानी लिन्थ्यो अनि खोर्सानी लिएर अनि काट्नलाई अब चट्ट खोर्सानी हाल्यो अनि प्याज गोलभन्डा काटेको त्यहाँ लिएर बसिरहेको थियो अनि त्यो पनि सर्भ गरेँ अनि चट्ट अब चाहिँ खोर्सानीको खोर्सानी काटी सरसर खोर्सानी काटिहाल्यो खोर्सानी काट्दै गर्दाखेरि फेरि दाइहरू चाहिँ उताबाट आउनु भइसकेको छ मासु लिएर पनि दाइहरू चाहिँ उता खै अब कुरा गर्दै आउनुभएको थियो अनि यतिखेर अब चट्ट मासु पनि ल्याउनु भइहाल्यो ल हाम्रो चाहिँ तरकारी पाक्दैछ यहाँ दाजुहरू यता हेरेर पाक्ला अब भात त पाइसक्यो तरकारी चाहिँ पाक्दैछ ल त हाम्रो यहाँ सबैजना दाजुहरूले खाना खानु सुरु गर्नु भइसक्यो खाना खान सुरु खाँदैछु मेरो भिडियो कस्तो लाग्यो मन पऱ्यो भने लाइक सब्सक्राइब कमेन्ट गर्नु होला अब भर्खर बनाइरहेको भिडियो त्यही पनि अब मन पराइदिनुहुन्छ भन्ने मलाई आश लागिरहेछ सबैले लाइक सेयर सब्सक्राइब गरिदिनु होला है धन्यवाद।